नमस्ते सम्पूर्णमा हेमजोशी ब्लगमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु साथीहरू। आज विश्वकर्मा पूजा पूजाको अवसरमा यहाँहरू सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। हामीले चाहिँ आफ्नो सवारी साधनको यो पूजा पाठ गरिसक्यौँ यहाँनिर हैन, गरिसक्यौँ। अब त्यसपछि आज चाहिँ के चाहिँ गर्नेवाला छौँ हामीहरू चाहिँ भन्ने कुराहरू यहाँहरूलाई देखाइहाल्छु म। अब यस्तै छ, आज पानी परिरहेछ, एकदम झरी छ, हिजोदेखि पानी परेको छ। अब अहिले पनि पानी रोकिएको छैन। पूजा हामीले गऱ्यौँ, हामी भन्दा पनि मैले गरेँ। यति पानी आइरहेछ, ऊ छतबाट पनि यहाँ देख्न सक्नुहुन्छ पानी 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 छ। त्यो पाइपबाट पनि एकदम जताततै देख्न सक्नुहुन्छ पानी पानीमय छ। पछि पानी बन्द भएपछि चाहिँ हामी सपिङको लागि निस्किनेछौँ अनि के हुनेछ त्यो म तपाईहरुलाई देखाउँदै जानेछु। एकदमै झरी परिरहेको बेला हो यो, देख्न सक्नुहुन्छ झरी। हरियाली त हरियाली नै छ चारैतिर, टीका पनि टक्क लगाइसकेको अवस्था हो यो। हेर्दै गर्नु होला, पछि के चाहिँ हुनेछ म तपाईहरुलाई चाहिँ देखाउँदै जानेछु। साथीहरु, म वाहनको पूजा गरेर निस्किसकेको छु। यो भाइरल ठाउँ हो, यो भाइरल रोड। आज म तपाईहरुलाई यति चाहिँ नै यो ढङ्गडी आसपासका 2-3 वटा यस्तो भाइरल ठाउँहरुको बारेमा जानकारी गराउँदैछु। भिडियो हेर्नु होला। यो चुइगम पनि कति खाने, आजभोलि मेरो भ्युज किन घट्या रहेछ थाहा छ? यो चुइगमले रहेछ। म अहिले फाल्छुलाई चुइगम खाएर बोल्नै सकिँदैन हैन। यो भाइरल ठाउँ हो यो धनगढीको नजिकै। तपाईहरु कमेन्ट गर्नु होला कसलाई थाहा छ यो ठाउँको बारेमा। एकदमै यहाँ चाहिँ मान्छेहरू अब हैन, ग्रुपमा डिजोमा हैन, डिजो उल्टाबाट पढ्नु होला, आउने गर्छन्। यहाँ एकदमै बवाल तरिकाले बस्ने गर्छन्। एकदमै नजिकैको भाइरल ठाउँ हो यो। म तपाईहरुलाई उतातिर चाहिँ बाइक रोकेरै देखाउनेछु, उता बिच बाटोतिर। एकदम बवाल चाहिँ आज म यस्ता ठाउँहरुको बारेमा तपाईहरुलाई खोज गर्नेछु कि बवाल चाहिँ नै एउटा भ्यूहरु पनि यहाँ देख्न सक्नुहुन्छ। बवाल अहिले आवाज नआएको पनि हुनसक्छ, रोक्नु। म एकछिन यो वाहनलाई रोकेर म तपाईहरुलाई देखाउँछु। मैले यसको ठ्याक्कै उतातिरको जस्तो यो बाटो छ नि, यो उतापट्टिको बाटोदेखि मैले तपाईहरुलाई अहिले देखाएको थिएँ। यो पनि एकदमै भाइरल ठाउँ हो, जहाँ चाहिँ अब अलिकति दिन ढल्केपछि साँझतिर भनौँ न, यसो चाहिँ यहाँ मान्छेहरूको एकदमै बाक्लो उपस्थिति हुन्छ। यहाँ फोटा खिच्नेको, एकदमै हैन, भिडियो बनाउनेको, टिकटक बनाउनेहरूको पछिल्लो समयमा एकदमै चर्चामा चाहिँ रहेको ठाउँ हो। एकदम बवाल भाइरल ठाउँ हो, नजिकै। अनि एउटा यो ठाउँ भइहाल्यो हैन। अनि म चाहिँ अझ 1-2 ठाउँहरू, अन्य ठाउँहरूको बारेमा तपाईहरुलाई जानकारी गराउँछु। कहाँ जाने, कता जाने, के गर्ने भन्ने तपाईहरु सोचिरहनु भएको छ नजिकको साथीहरू भने। एकदम बवाल ठाउँ यहाँ देख्न सक्नुहुन्छ। एकदमै यो एकदम भाइरल ठाउँ हो यो। उतातिरको यो सेतो फुल देखिरहनु भएको छ नि, यो नागिसाकाको मरुभूमि त नभनौँ, यो यही हो हाम्रो नजिकैको। यो चाहिँ एयरपोर्टको छेउछाउतिरको ठाउँ हो यो। एकदमै सौन्दर्यले भरिपूर्ण ठाउँ छ, तपाईहरु पनि आउनु होला। अब अर्को ठाउँ म कहाँ देखाउँदैछु तपाईहरुलाई, लगेर जाँदैछु है। गइरहेको छु साथीहरु, म जाँदैछु त्यो ठाउँमा। म पुगेको छैन हैन, पानी रहेछ। हेर्नुहोस् त यो भ्यू, हेर्नुहोस् त यहाँको हरियाली छ जताततै, कमी देखिँदैछ। म गइरहेको छु, पुगेको छैन है। मैले तपाईहरुलाई आज यस्ता भाइरल ठाउँहरुको बारेमा देखाउँदैछु। मैले भनेको छु नि त, तपाईँ यो चाहिँ कति पनि स्किप नगरिकन हेरिराख्नुहोस् है। अहिले मेरो साथीसँग भेट भइसकेको छ। हामी दुईटा चाहिँ अब घुम्नेवाला छौँ। उहाँ चाहिँ उहाँको चाहिँ एकदमै ठुलो छ। फेरि तपाईँ उल्टा नबुझ्नुहोस् न, मन एकदमै ठुलो छ। अब म त तपाईँलाई भनेको थिएँ नि भाइरल ठाउँहरुको, ठ्याक्कै हामी यहाँ पुगिसकेका छौँ। यो एकदम राजघाटको यो पुलमा अब हामी जान्छौँ। अहिले टिकटकमा एकदम भाइरल पुल हो। मैले तपाईलाई एक ठाउँ देखाइसकेँ, एक ठाउँ यो हो। अनि बाँकी चाहिँ साँझसम्म कति ठाउँ चाहिँ देखाउँछु, हेर्दै गर्नु होला। एकदमै बवाल। पानी पनि यस्तो उर्लेर बगिरहेछ आज। ओहो हो, हेर्नुहोस् त पानी। ओहो,
एकदमै ल यो देख्न सक्नुहुन्छ एकदमै टिकटकको लागि भाइरल पुल। यो दोस्रो नम्बरमा मैले तपाईँहरूलाई देखाएँ। पानीको बहाव ओहो अत्यधिक छ। हेर्नुहोस् त पानी हेर्नुहोस् न यत्रो जोरले हिजो रातिदेखि चाहिँ धेरै बहाव चाहिँ बढ्या रहेछ। एकदम भाइरल पुलमा छौँ हामी अहिले यति बेला। उहाँ चाहिँ ओजा सर र म छौँ। उहाँको अब के छ तपाईँहरूले बुझिसक्नुभयो होइन। हामी घुमिरहेका छौँ एकदमै। आज धेरै दिनपछिको भेटघाट हो हाम्रो चाहिँ। धेरै दिनपछि चाहिँ उहाँसँगको भेटघाट हुँदैछ। यो चाहिँ तलको पुलभन्दा यो खतरा छ नि। ओहो यहाँनिर हेर्नुहोस् त पानी ओहो मोबाइल खस्यो भने फेरि जान्छ। हेर्नुहोस् त छाल कसरी चाहिँ गइरहेछ त्यहाँनिर। अलि गहिरो रहेछ। के भयो यार रोकियो फेरि। एकदम भाइरल पुल। यो पनि आउनु होला यहाँ धनगढी नजिकै लगभग। धनगढी मेन बजारबाट 2-3 किलोमिटर होइन सर? 3 किलोमिटर जति होला। एकदमै चाहिँ राम्रो छ ठाउँ चाहिँ। एकदमै देखिहाल्नुभयो बवाल छ। हरियालीको बिचैमा छ। अनि वरिपरि यो टायर चाहिँ यसरी लगाइदिएको छ यो नजर नलागोस् भनेर होला सायद। एकदम बलियो। बाइक चाहिँ वारपार गर्न चाहिँ सजिलो रहेछ। तलतिर अर्को पुल छ त्योभन्दा यो चाहिँ अलि राम्रो खाले रहेछ। यो चाहिँ एकदमै भाइरल बनाएको चाहिँ भाइरल पुल हेर्न सक्नुहुन्छ। आउनु होला घुम्नु होला। म चाहिँ एकदमै नदी हेरेर टोलाउँदै हुनुहुन्छ। पानी पनि यहाँ देख्नुहोस् न यो मोहना नदीमा पानीको बहाव एकदम बढिया छ साथीहरू। अर्को बाइक आउँदैछ अब साइड दिनुपर्छ है। दोस्रो चाहिँ एक भाइरल ठाउँ देखाइसकेपछि अब हामी लगत्तै सेक्सी बाइकमा चढेर अर्को ठाउँ चाहिँ हेर्न जाँदैछौँ। आज बाइक पनि बवाल देखिएको छ। आज पूजा हो नि त गरेको। त्यही भएर हामी चाहिँ अर्को ठाउँमा जाँदैछौँ। अब हेर्नु होला है साथीहरू। हामी चाहिँ जाँदैछौँ अर्को। हामी चाहिँ जाँदैछौँ साथीहरू अर्को चाहिँ दुईवटा भाइरल ठाउँ तपाईँहरूलाई देखाइसकेँ। अब अर्को चाहिँ यहाँको चाहिँ अलि रुचाउने पछिल्लो समयमा टिकटक भिडियो बनाउने ठाउँको खोजीमा छौँ हामी। आज आएर अर्को ठाउँमा हामी जाँदैछौँ। हेर्दै गर्नु होला है। हाम्रो धनगढी पनि कम छैन है। प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँ छ। आउनु होला पूर्वको साथीहरू पनि। हेर्नुहोस् त कति बवाल छ। रोडदेखि लिएर हरेक ठाउँ सफा क्लिन छ यतातिर। बनाउला सबै ल है साथीहरू। हामी अर्को ठाउँ पुग्नेवाला छौँ है। बाटोको भ्यू चाहिँ देखाउँदैछु तपाईँहरूलाई। पहाडतिर पहाड देखिँदैछ है यताबाट। हाम्रो धनगढीबाट उत्तरतिर चाहिँ पहाड पनि देखिन्छ साथीहरू। साथीहरू महेन्द्रनगर, अतरिया, डडेलधुरा, कोहलपुर हेर्नु होला कति किलोमिटर छ भनेर। अब हामी अर्को ठाउँमा पुग्नेवाला छौँ। जय हनुमान ज्ञान गुण देखिँदैछ है साथीहरू। हनुमान बाटोमा त्यहाँ देखिँदैछ। अर्को चाहिँ भाइरल ठाउँमा पुगिसकेका छौँ हामी। तपाईँहरूले देखे बित्तिकै थाहा पाइसक्नु भयो होला कुन ठाउँ हो भनेर। तर नेपालीको बुद्धि चाहिँ मान्नै पर्छ है साथीहरू।
तर जुन ठाउँको लागि जे बनायो त्यो भएन भने हामी विकल्प खोजिहाल्छौँ नेपालीहरू फेरि। अहिलेको टिकटक अनि भिडियो बनाउने ठाउँको रूपले चाहिँ पछिल्लो समय एकदमै रुचाएको ठाउँ हो साथीहरू। यो नेपालीले चान्स पाएपछि छोड्दैन भने यही हो फेरि। हामी दुईजना एकदम भाइरल ठाउँमा छौँ अहिले। तपाईहरु पनि आउन सक्नुहुन्छ यो ठाउँमा। यहाँ देख्न सक्नुहुन्छ। सायद अहिले त सेवा सुचारु छ कि अब कुन चाहिँ घरतिर यो भवनतिर कुन चाहिँ बाँकी नै छ साथीहरू। यहाँ देख्न सक्नुहुन्छ एउटा तेस्रो भाइरल ठाउँको मैले तपाईहरुलाई देखाएँ। नजिकै धनगढीबाट एकदमै नजिकै ठाउँमा चाहिँ पुग्न सकिने। हेर्नुस् त ती ठुला चाहिँ घरहरू अब हुन्छ सायद अब जेको लागि बनाएको थियो हामी कामना गरौँ हैन। पछिल्लो स्थितिमा एकदमै विकासको लहर चाहिँ भएकै हो धनगढीमा पनि। चाइनिज जुबो लगाएको छ यतातिर देख्न सक्नुहुन्छ यहाँ टक्क पारेर। एकदमै चाहिँ नै रमाइलो छ। समय सदुपयोग गर्दै हामीहरू चाहिँ अब अर्को भाइरल ठाउँतिर तपाईहरुलाई देखाउन चाहिँ गइरहेका छौँ है। कस्तो लागिरहेछ ओझा सर? ठीक छ दामी, मौसम ठीक छ आज। साथीहरू हामी अब चाहिँ अर्को भाइरल ठाउँतिर जाँदैछौँ। यो भ्यू हेर्नुस् त बाटोको हो विदेशवाला फिल आउँदैछ हामीलाई त। हेर्नुस् त साथीहरू हामी अर्को चाहिँ भाइरल ठाउँमा पुगिसकेका छौँ। तपाईहरुलाई थाहा छ यो कुन ठाउँ हो। यहाँ नजिकका साथीहरू कमेन्ट गर्नु होला। हेर्नुहोस् त पानीको चाहिँ नि बहाव एकदमै बढिरहेछ अनि सर चाहिँ उतातिर चाहिँ मोबाइलमा बिजी हुनुहुन्छ अहिले। एकदमै भाइरल पुलमा छौँ अहिले हामी। उतातिरको दृश्य जो देख्दै थियो भाइरल पुल छ। हरन पनि रन्काएर लग्यो त साथीले त। यहाँ यो बाटोमा चाहिँ गाईहरू यो गाई गोरुहरू थिए हैन। यिनीहरूलाई पनि व्यवस्थापन गर्नु जरुरी छ साथीहरू। त्यतिकै रोडतिर छन् हेर्नुस् त। अनि यहाँ देख्न सक्नुहुन्छ त्यतिर पुरा कटानी चाहिँ आजभोलि नदीले एकदमै कटान गरेर रहेछ। अनि यो अर्को कुरा म तपाईहरुलाई के देखाउन चाहन्छु भने यो यताबाट नदी बग्छ नि यताबाट आजभोलि चाहिँ काटेर यतातिरबाट पनि आफ्नो बाँध चाहिँ ल्याएको रहेछ। हेर्नुहोस् त उता पुलको लागि यो एकदमै पहिलाको पुल हो नि त त्यो एकदमै संरक्षण गर्न जरुरी छ यसको लागि। हेर्नुहोस् त यहाँ पनि कटान सुरु हुँदैछ। एकदम भाइरल पुलमा आजभोलि मान्छेहरूको भिड चाहिँ कम छ। लगभग अब चाहिँ बढ्नेवाला नै छ। अर्को भाइरल ठाउँमा पुगिसकेका छौँ साथीहरू। यहाँ देख्न सक्नुहुन्छ 2-4 दिन मान्छेहरू आवतजावत नगर्नाले पुलमा यो घाँस पनि उम्रिसकेको छ। यहाँ देख्न सक्नुहुन्छ आज त्यस्तो मान्छेहरू चहलपहल हुने ठाउँमा चाहिँ सुनसामै छ, कोही छैन। हामीहरू मात्रै छौँ। सर पनि एकदम छिनछिनमा टोलाउनु होला त आज के भएर रहेछ खै। बडो गम्भीर हुनुहुन्छ सर आज एकदम टोलाउनु होला त के हो विशेष? यसको स्थिति हेरेर एकदम भाइरल पुल देख्न सक्नुहुन्छ। यहाँ खोला बगेको आवाज पनि एकदमै सुनिँदैछ। यता चाहिँ पुरै राष्ट्रिय झन्डाहरू फरफराउँदैछ। खोलाको चाहिँ नि आवाज पनि एकदमै आइरहेछ साथीहरू।
अहिले चाहिँ एकदम चहल पहल बढिरहेको छ यता। एकदम नदी बगिरहेछ उतातिरबाट देख्न सक्नुहुन्छ। साथीहरू यो नदी चाहिँ त्यहाँबाट उता बग्नुपर्ने यता बगेर चाहिँ यता कटानी सुरु गरिसकेको रहेछ। हेर्नुहोस् त यो ठुलो ठुलो रुखहरू पनि पुरै खसाइरहेको अवस्था छ। यहाँबाट देख्न सक्नुहुन्छ। म अगाडि जुम गरेर देखाउँछु हैन। देख्नुहोस् त यो पुरा हेर्नुहोस् त माथितिर पानी आउन लागिसक्यो। ल साथीहरू फाइनल्ली चाहिँ मैले तपाईहरुलाई आज धनगढी वरिपरिका 3-4 ठाउँको बारेमा चाहिँ जानकारी गराएँ। पछिल्लो दिनहरुमा पनि अन्य नयाँ भिडियोहरु चाहिँ म ल्याउनेवाला छु। यतिन्जेल भिडियो हेरिदिनु भयो यहाँहरुलाई धेरै धेरै धन्यवाद। प्लिज पहिलोचोटि हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला भन्दै सो आजको भिडियोबाट म बिदा हुन चाहन्छु। बाइ बाइ गाइज, लभ यु अल।